हेलो अनि नमस्ते साथीहरू, भेज टिभीको अर्को एपिसोडमा तपाईँलाई स्वागत छ। आज म तपाईँलाई बा एक योद्धा भन्ने नेपाली चलचित्रको रियाक्सन लिएर आएको छु। ट्रेलर रियाक्सन कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। भन्दै आउनुहोस् बा एक योद्धाको ट्रेलर कस्तो बनेको छ सँगै हेरौँ है त। सदैव हजुरको हँसिलो मुहार हेर्न पाऊँ, कहिले दुखी नहुनु बाबा। बाउलाई दुखी नहुनु भनेर आफू चाहिँ सिक्नु नि। ह्याप्पी फादर्स डे बाबा। कुकुर त बन्नु पर्ने थिएन बाबा। तिमीहरूको खुसीको लागि कहिले हात्ती बन्यो, कहिले घोडा बन्यो, उहाँका कुकुर पनि बन्यो। मलाई चाहिँ यो दिव्य देव सरको चाहिँ यो आवाजको चाहिँ म लास्टै ठुलो फ्यान हो। यस्तो बबल आवाज छ या जस्तै एकदम द टाइपको के हुन्छ नि, यस्तो एकदम त्यो के भन्छ अरे बाहुबलीमा छ नि हो त्यस्तै त्यो बोल्ड आवाज जस्तो लाग्छ कि मलाई। खतरा दामी आवाज छ यार। गीत पनि राम्रै थियो। फुल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा शिर दिएछ। म तिमीले घर छोडेर बस्दैन भन्दिन्छु। दुनियाँसँग ऋण साबट गरेर ढुङ्गामा बिहा गर्नुको जरुरत के थियो? यो घर बेच्ने हिरोमा राख त्यसै गर्नु थियो। तेरो ऋण म तिर्छु। सबै मैले गर्ने भए किन नगर्नु? यो बलले जति तँलाई कसरी गरेछ? पैसाको चिन्ता गर्दा गर्दा अनुहार हेर्न कस्तो भइसक्यो। परिस्थितिले साथ दिएन बाबा, बेचिदिनुहोस्। त्यस्तै हो, सबै बाउहरूले नि त्याग गर्छ अब है, नत्र यसै योद्धा त कहाँ बनिन्छ त यार। बाउ भनेको बाउै हो केटा हो। त्यो घरमा त तपाईँको प्राण अडिएको छ। बाको सम्पत्ति मैले पनि खाँदै त हो नि भने। आफ्नो काम र कर्तव्यमा इमानदार भएर काम गर्यो भने कसैले पनि अल्लाउँछ। त्यही हो। त्यो हाम्रो छोरो हो डाक्टर साहब। जस्तो नालायक छोरा संस्थानमा कसरी बन्नु हो? दामी दामी केटा हो, दामी 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 दामी। जुन यो हाम्रो सम्बन्ध यहाँसम्म मात्र लेखेको रहेछ। तज आफूले संसार गर्नुमा मलाई मेरो चिन्ता छुट्टै। 19 सेप्टेम्बर 4 मा गाइस सबै हेर्नु होला।